सो साथीहरू, यदि हजुरहरू मौरीको शौकिन हुनुहुन्छ भने आज हामीले एक घार मौरीबाट दुई घार कसरी डिभिजन गर्ने त्यो जानकारी दिन गइरहेको छु। यो मौरीले क्वीन सेल हालिसकेको छ। यहाँनिर भाले पनि घुमेको, अघि मैले एउटा योभन्दा पहिलो भिडियो हालेको थिएँ, त्यसमा भालेहरूले घुमेको छ। अब हामीले यो मौरी भागेर अरू कसैको घारमा गइहाल्छ। त्योभन्दा पहिला चाहिँ हामीले घारलाई चाहिँ डिभिजन गर्ने तरिका मेरो तरिका चाहिँ देखाउँछु हजुरहरूलाई। मैले सबैभन्दा पहिला जुन यो पोजिसनमा यो घार छ, योदेखि मैले 1 फुट यता घार सार्छु। यो यसरी 1 फुट मैले यता सार्दिएँ यो घारलाई। सो अब त्यसबाट 1 फुट मैले यता सारिसकेँ। अब मैले जुन नयाँ घार छ हाम्रो डिभिजन गर्ने घार, त्यसलाई चाहिँ फेरि यो पोजिसनमा राख्छु। यहाँनिर यो जुन बिचको ग्याप छ त्यो ग्यापलाई मैले यहाँनिर ग्याप राखिदिन्छु। यसरी अब मैले यो सार्ने घार चाहिँ यो हो। यो घारलाई चाहिँ मैले अब यहाँ राख्छु यसरी। सो अब मैले यो घार खोल्न गइरहेको छु, हजुरहरूलाई देखाउँछु। यहाँनिर एकदमै स्ट्रङ गोला छ यो। यहाँनिर केही मौरीहरू अलिक बाहिर आएर बसिरहेछ, हेर्न सक्नुहुन्छ। यति स्ट्रङ गोला छ यो। यसले 9 फ्रेम भरिसकेको छ। गोला डिभिजन गर्दाखेरि हामीले के ध्यान दिनुपर्ने हुन्छ भने जुन पुरानो रानी छ त्यो रानीलाई हामीले नयाँ बक्सामा लिनुपर्ने हुन्छ र जुन बन्दै गरेको रानीलाई चाहिँ हामीले यहीँ छोड्नुपर्ने हुन्छ। सर्वप्रथम त मैले 1 बाई 1 चेक गर्छु कुनमा चाहिँ क्वीन सेल छ त है। यो चाहिँ मैले खाली फ्रेम निकालिदिएँ। यसमा म हालेको छ, बच्चा हालेको छैन। यो फ्रेमलाई मैले यहीँ छोडिदिन्छु। त्यसपछि यो फ्रेम हेर्न सक्नुहुन्छ, यहाँनिर एकदमै टन्नै म हालेको छ। यो फ्रेममा पुरानो रानी छैन।